दलाल ठग र राष्ट्रघातीहरूमध्येका बोर्डफर्स्ट दीपक भट्ट मेरो साथी छ, त्यसैले शङ्कर ग्रुप देशभन्दा माथि छ भन्दै थिए, सोच्दै थिए। बिचौलिया भट्टबाट देशको राजस्व सली गर्दै थिए, करका दर हेरफेर गर्दै नेपाली जनताले बनाएको देशको ढुकुटी चोर्ने, रित्याउने, लुट्ने योजना बुन्दै थिए। बालेन र सुधन सरकारमा आए, नसुनी बिचौलिया र राष्ट्रघातीका कुरा, हिर्काए ठगहरूको साम्राज्यमा छुरा। शङ्कर ग्रुप त्यही ठगेर साम्राज्य बनाएको टिम हो जसले कोरोनाले नेपालीहरू मृत्युको दुष्चक्रमा मरिरहँदा 1500 को थर्मल गनलाई 15,000 मूल्य बनाएर थर्मल गनको कालो बजारी गरेर उपभोक्तालाई लुटेको थियो। शङ्कर ग्रुप त्यही समूह हो जसले नेपालका नेता, मन्त्री, प्रधानमन्त्रीलाई खरिद गरेर हिल्टन होटललाई करछुट गराएर आफ्नो दम्भ प्रस्तुत गरेको थियो। शङ्कर ग्रुप त्यही समूह हो विद्युत प्राधिकरणको बक्यौता तिरेको छैन जसले गुणस्तरहीन वस्तु उत्पादन गरी उपभोक्ता ठगी गर्ने गरेको छ, साथै फिडर लाइन सम्बन्धी अनियमिततामा समेत संलग्न रहेको देखिन्छ। शङ्करलाल अग्रवाललाई सुधन गुरुङको टिमले गिरफ्तार गरेको छ र सम्पत्ति शुद्धिकरणको फौजदारी अभियोगमा मुद्दा चलाएको छ। तर विडम्बना, नेपालका गृहमन्त्री सुधन गुरुङले पनि आफ्नो संस्थालाई शङ्कर ग्रुपबाट फन्ड लिएर सञ्चालन गरेका थिए। कुनै समय भट्ट र अग्रवाल समूहबीच बिमा क्षेत्रमा पनि सहकार्य भएको छ, विशेष गरेर हिमालयन रि इन्स्योरेन्ससँग सम्बन्धित कारोबार र लाइसेन्स प्रक्रियामा अनियमितता भएको उजुरीहरू अनुसन्धानमा समेटिएका छन्। राष्ट्र गद्दारी, ठगी र ढुकुटी चोरीमा यी दुई दाजुभाइले मनग्गे देशको अर्थतन्त्र लुटेका छन्। लुटेको अर्थतन्त्र लेनदेन र भागबण्डा गर्ने क्रममा प्रहरीले चाल पाएको थियो। सिमेन्ट, बिमा, जलविद्युत, खाद्यान्न र मोबाइल वितरण लगायत 40 भन्दा बढी कम्पनी मार्फत देशलाई, नेपाली जनताको पैसालाई चोरी गर्ने, ठग्ने यी पात्रहरू शङ्करलाल र दीपक माथि कडा अनुसन्धान र कठोर कारबाही हुनुपर्छ।